आज एमआरआर भजनमा के भयो त? हेलो नमस्ते एन्ड वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म र मेरो भाइ भएर चाहिँ आज एमआरआरको भजनमा चाहिँ हामी सिजी जाँदैछौँ। अनि ट्याक्क मैले चाहिँ अनि स्कुटी निकालेँ र हामी पनि लाग्यौँ अब सिजीको एमआरआरको भजनतिर। अनि बाटोमा चाहिँ हामीले हावा खाँदै गइरहेका थियौँ। अनि त्यहाँ हामी पुगिसक्दाखेरि चाहिँ धेरै प्याक भइसकेको थियो र बाइकहरू राख्ने ठाउँ नभएर बाटोमा पनि राखिदिइराख्नु भएको थियो। अनि हामी चाहिँ हतार गरी छिटो एमआरआरको भजन छुट्छ भनेर हामी चाहिँ दौडी गइरहेको थियौँ। त्यसपछि अनि हामी भित्र छिर्यौँ। त्यसपछि भाइले चाहिँ अनि डराएर चाहिँ म हराउँछु भनेर हात नछोडिकन हिँडिरहेको थियो। अनि हामी त्यहाँ पुगिसकेका थियौँ र त्यहाँ पुग्दाखेरि चाहिँ हामी हरियाली देख्दै पुरै खुसी भएर चाहिँ हामी चाहिँ अनि पुरै हरियाली नजर हेर्दै सिजीलाई हामीले एक्सप्लोर गर्दै गइरहेका थियौँ। अनि त्यहाँ हामी पुगिसक्दा चाहिँ एकदम प्याक भइसकेको थियो र एमआरआरको भजनको पनि स्टार्ट भइसकेको थियो। अनि त्यसपछि मैले चाहिँ हाम्रो साथीहरूलाई चाहिँ भेटेँ। अनि त्यसपछि नाच भनेको नाच्दिनँ भन्दै ताली बजाइरहेको छु, तिमी नाच्छौ म भनेको सोधेको नाच्दिनँ भने फेरि म पनि प्रभु नाच्दिनँ नि भने अर्को साथी चाहिँ अनि फेरि सोधेको त के भन्छ त नै म नाच्दिनँ भनेको। अनि अर्कोले चाहिँ यो चाहिँ मेरो लागि गीत चाहिँ मेरो टाइपको भएन अरे। अर्को साथी चाहिँ किन होला जाएको तिमी भनेको त भागे होइन। अनि अगाडिपट्टि पुरै डान्स गरिराख्नु भएको थियो। अनि त्यसपछि त्यहाँ डान्स गर्ने ठाउँ नभएर कोही मान्छेहरू चाहिँ पछाडि पनि डान्स गरिराख्नु भएको थियो। अनि एकैछिन भित्र गएर भए पनि होइन भजन गाऊँ भनेपछि अनि एकैछिन म भित्र गएर अनि भजन गाउन थालेँ। त्यसपछि हामी भजन गाउँदा अनि साथीले जिस्काएर जय भन्दै थियो। अनि त्यसपछि हामी पनि के कम हामी पनि नाच्दिउँ भनेर केटाहरू चाहिँ स्टेजमा गएर मस्त हामी चाहिँ नाच्दै बसिरहेको थियौँ होइन। अनि खुब रमाइलो पनि भयो होइन। अनि साथीले चाहिँ अनि मैले तिमीलाई खतरा कन्टेन्ट दिएको छु नि साथी हेर न भन्दै थियो। अनि हुन्छ म घर गएर हेर्छु भनेको। अनि केटाहरूलाई पनि अनि क्लिन काउसदीको अनि सटआउट दिएको कारणले गर्दा चाहिँ केटाहरू चाहिँ एकदम खुसी भएर ल साथी यस क्लिन काउसदीको नाम आयो यस भन्दै खुसी भएर चाहिँ अनि हात मिलाउँदै थियो। अनि ल बधाई छ साथी भन्दै मैले पनि ल हात मिलाइदिइहालेँ होइन। अनि ट्याक्क एमआरआरको भजन पनि सकियो। अनि हामी पनि भाइ म र मेरो साथीहरू भएर चाहिँ अनि हामी पनि लाग्यौँ आफ्नो घरतिर पुरै। अनि साथीलाई चाहिँ एकदम खुसी भइरहेको थियो, एकदम एक्साइटेड पसिना भइरहेको थियो नाच्दा। अनि भाइलाई पनि सोधेको कस्तो भयो भनेर दामी भयो भन्दै थियो। अनि केटाहरू पनि बबाल भयो भन्दै थियो। अनि हामी त अनि छुटिसकेका छौँ, साथीहरू कता गयो। अनि हामी चाहिँ हराइसकेका रहेछौँ। अनि भाइ र म मात्रै भएर भए पनि हामी बाहिर निक्ल्यौँ। अनि त्यसपछि बाहिर निक्लिरहेका थियौँ। अनि त्यसपछि एकदम मलाई पो झल्को आयो त ल मेरो बाइक चाहिँ कसैले चोरेको छैन नि, मेरो स्कुटीको हेलमेट चाहिँ चोरेको छैन भने। अनि भाइले चाहिँ अझै पनि मेरो हात छोडिरहेको थिएन कि हराउँदा भनेर। अनि हामीले चाहिँ सिजीलाई बाई बाई सी यू नेक्स्ट टाइम भनेर चाहिँ हामी अनि आफ्नो बाइक स्टेसनतिर लाग्यौँ। बाइक स्टेसनतिर लागेपछि अनि मैले ट्याक्क लाएर मैले आफ्नो स्कुटी निकालेँ। अनि ब्याक गरेर ल बाबु आऊ बस भनेर राखेँ। अनि त्यसपछि अनि हामी पनि भाइ साथीहरूलाई फेरि भेटेर अनि बाई बाई सी यू भनेर चाहिँ अनि हामी पनि लाग्यौँ आफ्नो घरतिर। एन्ड थ्याङ्क यू फर वाचिङ माई भिडियो। अनि हजुरहरूलाई फेरि मेरो भिडियो मन पऱ्यो भने लाइक